घिउ चाहिँ यसरी बन्छ तोर्नुमा होइन वाउ यस कस्तो उल्टो लगाएको हो नि हाम्रो अपिलजी मैले बस्तुगत पालेको लगभग 8-10 वर्ष भयो। बस्तुगत पालेको 8-10 वर्ष भयो अरे भाइको गोठ चाहिँ कहाँ छ हौ अब म लगभग माथि साढे 85 भन्दा नि अझै उता पुग्छु इन्डियासम्म। त्यहाँदेखि त ठिकै आउँछ। कतिवटा छ हौ याक चाहिँ अहिले मेरो याक मसिनो 3वटा छ। लगभग अब यसो गाई हुने 5वटा जति छ। अनि यो छुर्पी चाहिँ कहाँ खरिद तपाईँ के अरे बेच्नुहुन्छ हौ उता इन्डियातिर आधी सेल गर्छु आधी नेपालतिर। पर अनि म हाल्दै गरेको किन पार्दै गरेको म चाहिँ यतिखेर गोठमा के पो भन्छ यसको नामै आएन तोलुङमा घिउ निकाल्नको लागि कसरत गर्दैछ तर यो सजिलो काम होइन रहेछ नि अघि सुरु गरिहाल्यो फस्यो नि अघि सुरु गरिहाल्यो जोसमा फस्यो नि ओ झन्डै मुखमा आयो खै त्यो तातो लगाउनु कहाँ हुनुहुन्छ लगाउनु त अब चाहिँ छिटो हुन्छ होला होइन कहाँ हुनुहुन्छ भनेको कति यसमा लगभग कति घिउ निकाल्छौँ हामी जति भए पनि म निकाल्ने छ रातभरि भए पनि निकाल्छु ढुक्क हुनुहोस् तपाईँहरूलाई म यहाँबाट घिउ निकालेर खुवाउँछु त्यो मेरो म एकछिन पारिदिन्छु कसरी म धुल्याइदिन्छु कि कसरी धुल्नु अब जसरी भए त्यो हेर्नु न खोइ खुट्टा यो तल मसमा के अरे ठिक छ हो नि चलाउनु नि जान्नु पर्दो रहेछ नि यो जरोको 8 जरो खिर खाने मान्छे पनि आयो अरे हो त्यसलाई भन्छ महापर्ने। कतिले पनि खान्छ अरे 5 मेरो पनि जान्छ लगभग। तिन त मैले नै कयौँपल्ट चक्टा निस्क्यो अघि पत्याएको थिएन नि टोटीले म घिउ निकाल्छु भनेर हेरौँ न है तोलुङमा घिउ मैले निकालिसकेँ